नमस्कार, म हिमलाल सापकोटा, पैयुँ गाउँपालिका वार्ड नम्बर 6 गाउँ। र आज मैले हजुरहरूलाई चुनाबाट सस्तोमा कसरी क्याल्सियम बनाउन सकिन्छ भन्ने कुरा हजुरहरूलाई जानकारी गराउँदैछु। र मैले गराएर प्रत्यक्ष रूपमा चाहिँ यसलाई प्रयोग गरेको छु, गर्दैछौँ। मैले हामी पनि नयाँ हौँ र यसरी साँच्चीकै वास्तवमा चाहिँ सस्तो रूपमा हामीले बजारबाट एकदमै महँगोमा चाहिँ क्याल्सियम किनेर ल्याउनु भन्दा सस्तोमा चाहिँ क्याल्सियम बन्छ भने हामीले पनि किन नखाउने त क्याल्सियम र भनेर हामीले चाहिँ यो तरिकाबाट हामी क्याल्सियम बनाउँदैछौँ। र न्यूनतम खर्चमा हामीले कमसेकम बजारमा बाट त्यो क्याल्सियम त्यो चुनाको बोरा ल्याउँदाखेरि हाम्रोमा लगभग धुवानी सुवानी सबै गर्दाखेरि लगभग त्यही 450 जति परेको र त्यसबाट हामीले कमसेकम लगभग 30 लिटर जति हामी क्याल्सियम बनाउँदैछौँ। र यसरी हामी क्याल्सियम बनाउँदैछौँ है त। र सबभन्दा पहिला त हामीले चुनाको बोरा खोलियो र एउटा बाल्टी र एउटा ड्रममा चाहिँ यसरी हालियो र हामीले कम्तीमा नि 60 लिटर जति पानी हालेर चाहिँ तयार गरियो यसलाई। र 16 किलो चुना थियो यहाँ जम्मा जम्मी र राम्रोसँग हल्लाएर बिर्कुलाइयो। यसरी हामीले बिहान बेलुका 12-12 घन्टामा चाहिँ राम्रोसँग घोलेर यसलाई चाहिँ हामीले तयार गऱ्यौँ। हामीले अब आज क्याल्सियमहरू नखुवाउँदै केही पनि यसलाई नखुवाउँदै दाना मात्रै चाहिँ अब जो मकैको पिठो मात्रै खुवाउँदाखेरि आज यो घेराघेरा यो बाल्टीको यो घेराघेरासम्म मात्रै दिएको छ। अब भोलि क्याल्सियम खुवाएपछि मैले हजुरलाई देखाउने छु कतिको दुध बढाउँछ है त। खासै आमूल परिवर्तन त आउने रहन्छ, केही न केही यसो चाहिँ परिवर्तन आयो। अब यसरी हिजोबाट 2 दिन भएकोले खुवाउनु लाग्यो, अब केही न केही परिवर्तन चाहिँ आउने रहेछ है।